मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलायस्तनो हरि तदेव लग्नं सुदिनं तदेव ताराबलं चंद्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपते तेङ्गृ स्मरामि। ओम त्वमेव माता च पिता त्वमेव बन्धुश्च सखा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देव। ओम तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्र प्रचोदयात्। ओम नमो भगवते वासुदेवाय। श्री कृष्ण गोविंद हरे मुरारे नारायणाथ नारायण वासुदेव अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। ओम। आज 2083 साल आषाढ महिनाको 3 गते बुधबारको प्रातःकालमा हामी छौँ र अब स्कन्द महापुराण अन्तर्गत तेस्रो खण्ड छ ब्राह्मखण्ड। त्यो ब्राह्मखण्डको कथामा हामी ब्रह्मखण्ड भन्छौँ, ब्राह्मखण्ड भनौँ र त्यसको दोस्रो अध्यायबाट आज पहिले पाठ पारायण, त्यस पछाडि गएर कथा प्रवचनमा सुन्छौँ। ओम नमो नारायणाय। अथ द्वितीयोऽध्याय ऋष्यवचु। कथं सुतमहाभाग ग्रामेण क्लिष्टकर्मण सेतुर्वधु नदीनाथे ह्यभागाधे वरुणालये सेतोचकतीर्थानि गन्धमादन पर्वते एतन्न श्रद्धा नानं ब्रूहि पौराणिकोत्तम शीर्षतोवाच। ग्रामीण हि यथा सेतुर्निर्वधो वरुणालये तदहं सम्प्रवक्ष्यामि युष्माकं मुनिपुङ्गवा। आज्ञेयापि हि पितुरामोऽन्यवसन्दण्डकानने सीता लक्ष्मण संयुक्त पंचवट्यं समाहित तस्मिन्निव सतस्तस्य राघवस्य महात्मनो रावणेन ऋता भार्या मारीचन्दनद्विज मार्गमाणो बने भार्या रामो दशरथात्मज पम्पातीरे जगासामासौ शोकमोह समन्वित दृष्ट्वा वानरं तत्र कञ्चित् दशरथात्मज वानरेणाथ पृष्टोऽयं को भवानिति राघव आदित्य सस्यवृत्तान्तं तस्मै प्रवच ततः अथ राघव सम्पृष्टो वानर को भवानिति सुपि विज्ञापयामास राघवाय महात्मने अहं सुखीव सचिवो हनुमान्नाम वानर तेन च प्रेरितो भाग्यां युवाज्ञां सख्यमिच्छत आगच्छतं तद्भद्रं वां सुग्रीवां दिगमाशुभै तथा द्विदेश रामोऽपि तेन साकमुनीश्वर सुग्रीवां दिगमागप्य शङ्खं चक्रे निसाक्षिकं प्रतिजज्ञेथ रामोऽपि तस्मै बालिवधं प्रति सुग्रीवस्यापि वैदेह्या पुनरानयनं द्विज। एवं समयं कृत्वा विश्वस्य च परास्परं मुदा परमया युक्तो नरेश्वर कपीश्वरो आचरति ब्राह्मणश्रेष्ठ ऋषमुखगिरौ तथा सुखीवत् प्रत्ययार्थं च दुर्दुभे कामयाच वै पादाङ्गुष्ठेन चिक्षेप राघवो योजनं सप्तताल विनिर्भिन्न राघवेण महात्मना तत प्रीतमना वीर सुग्रीवरमब्रवीद् इन्द्रादिदेवताभ्योऽपि नास्ति राघवमे भयम् भवान् मित्रं मया लब्धो यस्मादति पराक्रम अहं लङ्केश्वरं हत्वा भार्यमानयितास्मिते ततः सुग्रीवसहितो रामचन्द्र महाबल स लक्ष्मण्यो यतो दुर्यं किष्किन्धां पालितां ततोस्तञ्जगर्ज सुग्रीवो बाल्यगमनकाङ्क्षया अमृष्यमाणो बाली च गर्जितं सानुजस्य वै अन्तःपुराद्विनिष्क्रम्य युद्धे वर्जेन स बालिमुष्टिप्रहारेण ताडितो मृगविह्वल सुग्रीवो निरङ्गतस्तूर्णं यत्र रामो महाबल ततो रामो महाबाहु सुग्रीवस्य विजयोद्धरे तथा महाबध्यं तु युद्धया चोदय तदा गर्जितेन समाहूय गुग्रीवो बालिनं पुनः सामप्रेरणया येन तेन बाहुयुद्धमताकरोत् ततो बालिनमा जग्ने शरणे केन मे राघव हते बालिनी सुग्रीव किष्किन्धां प्रत्यपद्यत ततो वर्षात् सतीतासु सुग्रीवो वानराधिप सीतामानयितुं पूर्णं वानरणमाचमं समादाय समागच्छदन्तिकं निपपुत्रयो प्रस्थापयामास कव्यन् सीतान्वेषणकाङ्क्षया गीतां देहा लङ्कायां वायुसूनुना तत्ते चूडामणौरापि राघवो हर्षशोकवान् सुग्रीवेण नुजेनापि वायुपुत्रेण धीमता तथा निकपिभिश्चैव जावन्मण्डलमुख्यकै अन्वीयमानो रामोऽसौ मुहूर्ते विजिति द्विज विलङ्घ्य द्विधाद्वेषान् महेन्द्रं पर्वतमेव तत्तीर्थं ततो गत्वा निवासमकरोत् तदा तत्रैव तु धर्मात्मा समगच्छत् विभीषण भ्राता वै राक्षसेन्द्रस्य चतुर्विंशतिविंशः प्रतिजग्राह रामस्तं स्वागतेन महात्मना
सुग्रीवस्य तु शङ्का भूतप्रणिधि सदयं धृति राघवस्तस्य तुष्टाभि सम्यक् स्वचगिन्दैरहितै अदुष्टमेनं दृष्ट्वैव तत एनमपूजयत् सर्वराक्षसराज्येतमव्यस्तिं विभीषणम् सकृतमन्त्रिप्रवरं सदृशं रविशुसुना सुनन रकृतं समासाद्य निवसन्द्र गुनन्दन चिन्तया नाग्रभ श्रीमान् सुग्रीवादीनवासत मध्यवानरमुख्यानां प्रातःकालमिदं वत्सौ वायुयुकोऽनुभवता मेधसागरलङ्घने इयं च महती सेना सागरस्ताभिदुस्तर अम्बुरा शिरयं नीलचम्बलुं समाकुल उद्यन्मत्स्यो महानक्र सङ्गं सुग्धिसमाकुल क्वचिदो वानलाक्रान्त तेन वानरदिभीषण प्रकृष्ट पवनाकृष्ट नीलमेघसमन्वित प्रलयं भोधराराव सारबानरनिलोदत कथं सागरमोक्षभ्यं तरामु वर्णालयं सैन्यपरिविदा सर्वैर्वानराणामवजसम् उपायैरधिगच्छामु यथा नदीपतिम् कथं तराम सहसा ससैन्य वर्णालयं शतयोजनमायतं मनसा विद्रासदम् अतुनु विघ्नस्भाग कथं प्राप्येत मैथिली कष्टाकष्टतरं प्राप्त भयमद्य निराश्रया महाजले महाबाति समुद्रे निराश्रये उपायं कं विदास्माय श्यामस्तरणार्थं वनोकसं राज्यात् भ्रष्टुवनं प्राप्तो पिता सीता मिता पिता तदितो विदुषं दुःखं यत्सर्वविलङ्घनं दिग्गर्जितसंभोगे दिगितं परिभाषितं कथं तद्वचनं मिथ्या वर्षे कुम्भजन्मन तं रावणं पापं पवित्रकन्दमादने पापोपशमनायासु गच्छतिरं शिष्यतवाच इति रागमवच शुद्ध सुग्रीव ब्रह्मगा सदा ऊचु प्राञ्जलय सर्वे सम्मे रागवन्तम् आवलम्बलम् नवीरेणं तरिष्याम प्रवेश विजयरपिजति वन्दे वानरकोटिनं तद्वाच भीषणं समुद्रं राघव राजा शरणं गन्तुमर्हति खनितकागरे रैष समुद्रवर्णालय कर्तुमश्रीरामस्य तजाते तज्ञाते कार्यमम्बुधि विभीषणे नैव मुक्तिः राक्षसेन दिव्यसिता शान्ति यन्नाघव सर्वान् वानर इदमब्रवीद्य शतयोजन विस्तार मशक्ता सर्ववानर तद्दुप्लम्बोडुभैरेणं समुद्रमतिभीषणं नभवसन्ति सेनाया बहव्य वानरपुङ्गवा वणिजामुघातं च कस्मद्बन्धितस्तरेत् विस्तीर्णं चैव न सैन्यम् अन्यसेन्द्रियेषु वा पर प्लवोडुपवतारुनो नैवद्रमो रोचते विभीषणोत्तमे बन्धं वेदं मोते मम बान्द्र अहं श्रीमं जलनिधि स्मुपासे मार्गसिद्धे नो चेद्दर्शयिता मार्गं लक्ष्यमेन मम तदा महास्त्रैरपतिहतेरग्निभवनो जलै एकतः सौमित्रीरूपस्मिताय राघव प्रतिशिते जलनिधिं विधिवत्सकुलसंसारे तदा रामकुशात्रिणे तीरेण नदीपते संविवेश महाबाहुर्वेद्याग्नि बहुदासन शेषभोगनिभं बाहुमुपदाय रघुदः दक्षिणं बाहुमुपास्ते मकरालयं तस्य रामस्य शुद्धस्य कुशास्त्रिणे मयितले नियमाद औदस्य निशास्तिन्द्रोतिचक्रमो सद्रिरातृषिस्तस्तत्र नयो धर्मतत्पर उपास्ति स्म तदा राम सागरम् आगच्छिदय न च दर्शयते मस्त तदा रामस्य सागर प्रयतेनाभिरामेण यथाहमपि भुजत तथापि सागर रामं न दर्शयति चात्मन समुद्राय तदक्रुधो रामो सङ्ग्रान्तलोचनं समीपवतीर्न चेदं लक्ष्मणं प्रत्यवासत अद्य मद्बाणभिन्नैर्मकरैर्वर्णालयं निर्दत्तोऽयं सौमित्रे करिष्यामि क्षणादहं सशङ्क युगजालं हि समीनमकरं शनैः अद्य बाणैरमोघाश्रैर्बालिनीं परिशोषये समाया हि समायुक्तं मामयं मकरालय असमर्थं विजानाति दिक्जमा विषेजन न दर्शयति साम्नेमि सागररूप मात्मन चापमानय सौमित्रे संसाराच्च विशोपमान् सागरं शोषयिष्यामि पद्यं प्लगं भङ्गवा एनं लङ्घितमर्यादं सहस्रोर्मिमसमाकुलं निर्मयादं करिष्यामि सायकैर्वर्णालयं महाडम्बं शोषयिष्ये महादानवसङ्कुलं महामकरनक्राड्यं महाबीचिसमाकुलम् एमुक्ता धनुष्पाणि क्रोधस्पर्याकुले क्षण रामभौतदुर्धर्ष तीव्रता शिव अग्रिष्य जाम्बं कोपेन कम्बयित्वा शरीरजगत् मुमोच विशिकाग्रांश त्रिपुरेषु यथा भव दीप्तबाणशये घोरा भाषयन्तु विशुदश प्राविशन् वारिधेस्तोयं दत्तदानवसङ्कुलं समुद्रस्तु ततो भीमो वितो भीममानकिताञ्जलि अन्यन्य शरणो विप्रा प्रातलमुचित शरणं राघवं भेजे कैवल्यपदकारणं तुष्टापराघवं प्रीत्वा भूत्वा शब्दैर्मनोरमै समुद्रवाच नमामि ते राघवपादपङ्कजं सीतापदे सौख्यदपादसेवनात् नमामि ते गौतमोद्धारमोक्षं श्रीपादरेणुं सुरविन्दसेव्यम्
सुन्दर प्रिया देह विदाहिने नमो नमस्तुते कौशिक यागर छिणे नमो महादेव सरसभेदिने नमो नमो राक्षस सङ्गनाशिने राम राम नमस्यामि भक्तानां इष्टदायिनं अवतीर्णो रघुकुले देवकार्यचिकीर्षया नारायण मथा मनादन्तं मोक्षदं शिवमजितं राम राम महाबाहु रक्षमं शरणागतं कौंसं हर राजेन्द्र क्षमस्व करुणालय भौमिर्वातो विहच्यापो ज्योतिषिंह चरगुद्रह यत्स्वभावानि स्वचिष्टानि ब्रह्मण परमेष्ठिनां वर्धति तत्स्वभावानि स्वभावो मे यथागता विकास्तु भविद्राध एतत् सत्यं वदाम्यहं लोभात् प्रकामात् भयात् वापि रागद्वाभिरगुदः नवं सदं गुणं ह्यातु मुच्येयं कथं च न तद्गरिष्ये च साहाय्यं सेनाय शरणे तव एकदबन्धुं जलधिं रामोपादिन्नधिपतिं सचैन्योऽहं गमिष्यामि लङ्कां रावणपालितं तत्सु स उपयामि त्वं तरणार्थं समुधन ममाधुना युक्तिदस्तं पुनः प्रहरागमं वरुणालय श्रीणुस्तभावधितो राम सुत कर्तव्यमाचर यज्ञयाते सुष्यामि ससैन्यस्य विषयीयसत अन्येभ्यः ज्ञापयिष्यन्ति मामेवं धनुषबलाद् उपायमन्यं वक्ष्यामि तरणार्थं बलिष्यते अस्ति यत्र नलो नाम वानरस्य विसङ्गतो तस्तु काकुततनयो बलवान् सकर्मणं यः सत्काष्ठं दृढं वापि शिलावत् विषयमयि तर्तुं तदारयिष्यामि सते भविष्यति सेतुना तेन गच्छतं लङ्कां रावणपालितं त्यक्तं युद्धगिते तस्मिन् नाम्रो न लम्बवाचः कुरुक्षेत्रं समुद्रितं शक्तो हयसि महामते तदा ब्रवीणलो वाक्यं रामं धर्मं वृताम्बरम् अहं सेतुं विधास्यामि ह्यगादे वरुणालये पितरः तत्तरवसाहं सामर्थ्ये च विशसम मातृमम वरु दत्तो मन्दरे विश्वकर्मणा कल्पकर्मणि मत्तुल्यो भविता तेजस्वी पुत्रो हमोरसस्तस्य तुल्यो वै विश्वकर्मणा दिवकां वन्दन्तुं सेतुं वानरपुङ्गवा ततो रामोन्निशिष्टास्ते वानरा बलवत्तरा पर्वतान् गिरिशृङ्गाणि लता तीर्णमयीरुहन् समाजर्हु महाकाय गरुडा नीलसमस रमस नरचक्री महासेतुर्मध्ये न जनद्विपते 10 योजन विस्तीर्णं ततो योजनमायतां जानकी रमणो रामो सेतुमेव मकावरयत् नरेण बाणेन्द्रेण विश्वकर्मसुदेन वै तमेवं सेतुमासाद्य रामचन्द्रेण कारितं तद् सर्वे पादकिनो मर्त्या मुच्यन्ते शरपादके प्रधान तपो होमैर्मनो तथा तुष्यते शिव सेतुमजनमात्रिणा यथा तुष्यति शङ्कर न तुल्यं विदते तेजो यथा सौरेण तेजसा यदुष्णान्य च तथा न तुल्यं विदते क्वचित् तत् सेतुमूल्यं लङ्कायं यत्र रामविषयाशया बान्धरी सेतुमारेभिः पुण्यं पापप्रणाशनं तद्दर्भशयनं नाम्ना पलाशोग्यशविशुद्धम् एवं मुक्तमया विप्र समुद्रे सेतुबन्धनम् अत्र तीर्थान्यनेकानि सन्ति पुण्यनेकेशर्नेकश असङ्ख्यानाम ध्येयं वा शिशुगणयितुं क्षमम् किं त्वमहं विद्यम्य तत्र तीर्थानि कानि चेत् तत्र विंशति तीर्थानि सन्ति ते सेतुप्रधानतः प्रथमं जगतीर्थं श्रीशैद्येतवरदं ततः पापविनाशार्यं तीर्थं लोकेश विशुद्धं ततः सीतासर पुण्यं तत् मङ्गलतीर्थकं ततः सकलपापग्नि नाम्ना चाम्बितपाविका ब्रह्मकुण्डं तत् तीर्थं ततः कुण्डम् अनुमतः आगच्छामि ततस्तीर्थरामतीर्थं ततः परं तत्तु लक्ष्मणतीर्थं जटातीर्थमतः परं तत् लक्ष्मणपरतीर्थम् अग्नितीर्थमतः परं जगतीर्थ ततः पुण्यं शिवतीर्थमतः परं तत् शङ्काविदं तीर्थं तत्तु यमुनातीर्थकं गङ्गातीर्थं ततः पश्चात् गयातीर्थमनन्तरं ततः शैलकोटितीर्थाख्यं स्याद्यानाममिदं ततः मानसाख्यं ततः तीर्थं धनुष्कोटि ततः परं प्रधानतीर्थान्यतानि महाभवहराणि च कथितानि द्विजश्रेष्ठा च सेतुमध्यगतानि वै यथा सेतुश्च बद्धो भूद्रामीणो जलधो महान् कथितं तच्च विप्रेन्द्र पुण्यं पापहरं तथा यश पठित्वा च मुच्यते मानवो भुवि अध्यायमेनं पठते मनुष्य शृणुतो वा भक्तियुतो दिचन्द्र सोऽनन्तमाप्नोति जपञ्जयं परत्र पुनर्भवे भक्लेशमसो न गच्छेत् ॐ नमो भगवते वासुदेवाय ॐ नमो भगवते वासुदेवाय कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति हरे राम 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 हरे 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 कृष्ण 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 हरे हरे इति शिष्कान्ते महापुराणे एकादश शास्त्रं संहितायां तृतीय ब्रह्मखंडे सेतु महात्म्ये सेतु निर्माणादि वर्णनं नाम द्वितीयोऽध्याय। अब स्कन्द महापुराणको ब्रह्मखण्डमा हामी छौँ। श्री परमात्मै नमः। ओम उमा महेश्वराभ्याम नमः। सेतु महात्म्य
सेतु तीर्थ रामेश्वर क्षेत्रको महिमा छ। यहाँ शुक्लाम्बरधरं विष्णुं शशिवर्णं चतुर्भुजं प्रसन्नवदनं ध्यायेत् सर्वविघ्नोपशान्तये। जसले सेतो वस्त्र धारण गर्नुभएको छ, जसको चन्द्रमाको समान गौर वर्ण छ, 4 भुजा छन्, मुखमा प्रसन्नता छ, त्यस्ता भगवान विष्णुलाई सबै विघ्नको शान्तिको लागि ध्यान गर्नुपर्छ। नैमिषारण्य तीर्थमा शौनकादि ऋषि अष्टाङ्ग योगको साधनमा तत्पर भई एकमात्र ब्रह्म ज्ञानको साधनमा संलग्न थिए। ती सबै महात्मा संसार बन्धनबाट मुक्ति चाहन्थे। उनीहरूमा ममताको सर्वथा अभाव थियो। ती ब्रह्मवादी, धर्मज्ञ, कसैको दोष नदेख्ने, सत्यव्रती, इन्द्रिय संयमी, क्रोधलाई जित्ने तथा सबै प्राणीका प्रति दया राख्थे। शौनकादि महर्षि त्यो परम पवित्र मोक्षदायक नैमिषारण्य क्षेत्रमा अतिशय भक्तिका साथ सनातन देव भगवान विष्णुको पूजा गर्दै तपस्यामा लागिरहेका थिए। एक समय ती महात्माले उत्तम सत्सङ्गको आयोजना गरे। त्यसमा परम पुण्यमयी पापनाशक कथाहरू भन्दै र मुक्तिको उपायमा परस्पर प्रश्नोत्तर गर्थे। त्यही अवसरमा त्यहाँ व्यासजीका शिष्य महाविद्वान पौराणिकमा श्रेष्ठ मुनिवर पुराण सुतजी आउनुभयो। उहाँलाई आएको देखि शौनकादि ऋषिहरूले अर्घ आदिद्वारा उहाँको पूजन गरे र जब उहाँ सुखपूर्वक उत्तम आसनमा बस्नुभयो, त्यसपछि मनुष्यहरूले भन्छन्, सुतजी, जीवहरूको संसार सागरबाट कसरी मुक्ति हुन्छ, भगवान शिव अथवा विष्णुमा मनुष्यको भक्ति कसरी हुन्छ, यी तथा अन्य सबै कुराहरू हामीलाई कृपा गरी बताउनुहोस्। तब सुतजीले पहिले आफ्ना गुरु श्री व्यासजी देवजीलाई प्रणाम गरी भन्नुहुन्छ, ब्राह्मणहरू, श्री रामचन्द्रजीको द्वारा बाँधिएको सेतुले जुन पवित्र भएको छ, त्यो रामेश्वर नामक क्षेत्र सबै तीर्थमा उत्तम छ। त्यसको दर्शन मात्रले संसार सागरबाट मुक्ति हुन्छ। भगवान विष्णु र शिवमा भक्ति तथा पुण्यको वृद्धि हुन्छ। सेतु दर्शन गरेपछि मनुष्य सबै यज्ञको कर्ता मानिन्छ। त्यसले सबै तीर्थमा स्नान र सबै प्रकारको तपस्याको अनुष्ठान गर्यो। सेतुमा स्नान गर्ने पुरुष विष्णुधाममा गई त्यहीँ मुक्त हुन्छ। सेतु, रामेश्वर लिङ्ग र गन्धमादन पर्वतको चिन्तन गर्ने मनुष्य सबै पापबाट मुक्त हुन्छ। हे द्विजवर, जो सेतुको बालुवामा शयन गर्छ, त्यसको धुलले विस्तृत हुन्छ अथवा शरीरमा बालुवाको जति कण लाग्छन् त्यति ब्रह्महत्याको नाश हुन्छ। सेतुको मध्यमार्गी प्रदेशको वायु जसको सम्पूर्ण शरीरको स्पर्श गर्छ, त्यसका 10,000 सुरापानको पाप तत्काल नष्ट हुन्छ। पुत्र र नाति पत्रहरूद्वारा जसको हड्डी सेतुमा राखिन्छ, त्यसका 10,000 बारको गरेको सुवर्णको चोरीको पाप नष्ट हुन्छ। जुन मनुष्यको लागि स्मरण गरी सेतु तीर्थमा कोही स्नान गर्छ, त्यसका पनि महापातकको संसर्गमा प्राप्त भएको दोष तत्काल नष्ट हुन्छ। मार्गलाई नष्ट गर्ने, केवल आफ्नो लागि भोजन बनाउने, सन्यासी र ब्राह्मणको निन्दा गर्ने, चाण्डालको अन्न खाने र वेद बेच्ने, यी 5 ब्रह्म हत्यारा भनिएका छन्। जो ब्राह्मण बोलाएर यो आशा दिन्छ कि तपाईँलाई धन आदि दिन्छु र फेरि त्यो भन्छ कि मेरो पासमा त छैन, त्यो पनि ब्रह्म हत्यारा भनिन्छ। जसले धर्मको उपदेश ग्रहण गर्छ, त्यो त्यसैलेबाट द्वेष गर्छ र उसको अपमान गर्छ भने पनि त्यसलाई ब्रह्म हत्यारा भनिन्छ। जो पानी पिउनको लागि जलाशयकोतिर गइरहेको गाईहरूको समूहलाई रोक्छ, त्यसलाई ब्रह्मघाती भनिन्छ। र सेतु तीर्थमा आई सबै आफ्ना पाप राशिबाट मुक्त हुन्छ। ब्रह्म हत्याराका समान अरू कुनै पापी छैनन्। अरू जुन पापीहरू छन् ती पनि सेतु तीर्थमा आई आफ्ना पापबाट छुटकारा पाउँछन्। जो उपासनाको परित्याग गर्छ, देवताको अन्न खान्छ, रक्सी खान्छ, रक्सी बेच्नेसँगको स्त्रीसँग संसर्ग राख्छ, वेश्याको अन्न खान्छ, कुनै समुदाय अथवा संस्थाको अन्न भोजन गर्छ र जो पतितको अन्न खानमा तत्पर रहन्छ, ती सबै सुरापी, तिनीहरूलाई शराब पिउने भनिन्छ। यी सबै कर्मबाट बहिष्कृत छन्। यस्ता व्यक्ति पनि यदि सेतु तीर्थमा स्नान गर्छन् भने पाप रहित भई मुक्ति हुन्छन्। र रक्सी पिउने समान अरू कुनै जो पापी छन् ती पनि
स्नान गर्नाले पापमुक्त हुन्छन्। कन्दमूल, फल, कस्तुरी, रेशमी वस्त्र, दूध, चन्दन, कपुर, सुपारी, शहद, घिउ, तामा, काँस र रुद्राक्षको चोरी गर्ने मनुष्यलाई सुवर्ण चोराउने भनेर सम्झिनुहोस्। ती सेतु क्षेत्रमा आई मुक्त हुन्छन्। अन्य प्रकारका चोर पनि त्यहाँ स्नान गर्नाले पापमुक्त हुन्छन्। बहिनी, पुत्रवधू, रजस्वला स्त्री, भाइकी स्त्री, मित्रको स्त्री, मदिरा बेच्ने स्त्री, पराया स्त्री, हीन जातिकी स्त्री तथा आफूमा विश्वास राख्ने स्त्रीका पास जो आसक्त पुरुष हुन्छ त्यो गुरु सय्यागामी भनेर मानिन्छ। त्यस्तो सबै कर्मलाई बहिष्कृत छन् त्यो पनि। र त्यस्ता गुरु सय्यागामीका समान अरू पापीहरू पनि सेतु तीर्थमा स्नान गरी पापमुक्त हुन्छन्। यी सबैको साथ सम्पर्क राख्ने जो पापी छन् ती पनि सेतु तीर्थको महास्नानले पाप रहित हुन्छन्। सेतु तीर्थको स्नान अन्तःकरणलाई शुद्ध गर्ने र मोक्ष दिने हुन्छ। पाप नाशक सेतु तीर्थमा निष्काम भावले गरिएको स्नान मोक्ष दिन्छ। जो मनुष्य धन सम्पत्तिको उद्देश्यले सेतु तीर्थमा स्नान गर्छ त्यो प्रचुर सम्पत्ति पाउँछ र यदि त्यो आत्मशुद्धिको लागि स्नान गर्छ भने आत्मशुद्धि पाउँछ। यदि स्वर्गीय सुख भोग्नको लागि स्नान गर्छ भने त्यो पनि प्राप्त हुन्छ। मोक्षदायक सेतु तीर्थमा मुक्तिको लागि स्नान गर्छ भने मनुष्य पुनरावृत्ति रहित मुक्ति पाउँछ। जो अङ्गसहित चारै वेदको ज्ञानमा पारङ्गत हुन्छन्, समस्त शास्त्रको विद्वता र सम्पूर्ण मन्त्रको अभिज्ञता प्राप्त गर्नको उद्देश्यले सर्वार्थ सिद्धिदायक सेतु तीर्थमा स्नान गर्छ त्यो मनोवाञ्छित सिद्धि उसले प्राप्त गर्छ। श्रद्धालु मनुष्य होस् अथवा श्रद्धाहीन, यदि त्यो सेतु तीर्थमा स्नान गर्छ भने यो लोक र परलोकमा उसलाई कहिल्यै दुखाउँदैन। संसारमा कामधेनु, चिन्तामणि तथा कल्पवृक्ष जसरी मनुष्यलाई अभिष्ट वस्तु प्रदान गर्छन् त्यस्तै सेतु स्नान मनुष्यलाई सबै मनोरथ प्रदान गर्छन्। जो मनुष्य सेतु तीर्थमा जाने पुरुषलाई धनधान्य अथवा वस्त्र आदि दिएर पठाउँछ त्यो अश्वमेघ आदि यज्ञको उत्तम फल प्राप्त गर्छ। उसका ब्रह्म हत्या आदि पापको नाश हुन्छ। जो मनुष्य म सेतु तीर्थ जान्छु त्यस्तो भनी अर्काको धन लिन्छ र लिएर लोभवश जाँदैन त्यसलाई ब्रह्मघाती भनिन्छन्। जो सम्पन्न भई पनि दरिद्रको माथि सेतु तीर्थमा जानको लागि लोभवश धनको याचना गर्छ त्यसलाई विद्वानले चोर भन्छन्। जुन कुनै उपायले होस् मनुष्य प्रसन्नतापूर्वक सेतु तीर्थको यात्रा गर्नुपर्छ। जो त्यहाँसम्म जानमा समर्थ छ त्यो ब्राह्मणलाई दक्षिणा दिई त्यहाँ जाने यात्रा गराउन सक्छ भनेर यो कथा अहिले हामीले पढ्यौँ। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते रुद्राय। श्री कृष्ण गोविंद हरे मुरारे। हे नाथ नारायण वासुदेव अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति चित्तं केशवं राम नारायणं कृष्ण दामोदरं वासुदेवं हरिं। ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे। भक्तजनों के संकट हमें दूर करे। ओम जय जगदीश हरे। मन कुशाल मनोहर प्रेम रूपवासी प्रभु प्रेम रूपवासी कपूर तंगल आरती सदमाती। ओम जय जगदीश हरे। दुर्गा पालन घर अगणित रूप हरि प्रभु अगणित रूप हरि लीलामय रस विग्रह करुणामूर्ति हरि। ओम जय जगदीश हरे। कृष्णाय वासुदेवाय हरे परमात्मने गुणप्रशेषनाशाय कृष्णाय वयं नमः। ओम जय शिव शंकर शंभो जय गिरिजाधीश जय गिरिजाय मित्र जय जय करुणा सागर पतिपति जगदीश हर ओम महादेव। ओम कृष्णाय वासुदेवाय हरे हरे मुरारे।
રામ નારાયણ હરે રામ 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 હરે હરે, હરે કૃષ્ણ 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 હરે હરે, કૃષ્ણ ગોવિંદ હરે મુરારે, નાથ નારાયણ વાસુદેવ અનંત ભાઈ મુકુંદ કૃષ્ણ. ઓમ નમો નારાયણાય, ઓમ નમો નારાયણાય, કૃષ્ણાય વાસુદેવાય, હરે પરમાત્મને પ્રણત ક્લેશનાશાય, શ્રી કૃષ્ણાય વયમ નમઃ. હરમ હરિમ હરિશ્ચંદ્રમ હનુમંતમ હલાયુધમ પંચકમ નામ સ્મરિત્યમ ઘોરસંકટનાશનમ, બ્રહ્મા મુરારીસ્તિવ્રાંતકારી ભાનુ શશી ભૂમિ સુદો બદસ, ગુરુસ્ત શુક્ર શનિરાવ કેતવ સર્વે ગ્રહા શાંતિકરા ભવન્તુ. કાયેન વાચા મનસેન્દ્રિયર્વા બુદ્ધ્યાત્મના વા પ્રકૃતિ સ્વભાવાત કરોમિ યદ્ સકલં પરસ્મૈ નારાયણાયતિ સમર્પયેતદ્. આવાહનમ ન જાનામિ વિસર્જનમ, પૂજાં ચૈવ ન જાનામિ ક્ષમસ્વ પરમેશ્વર. મંત્રહીનમ ક્રિયાહીનમ ભક્તિહીનમ સુરેશ્વર, યત્ પૂજિतं મયા દેવ પરિપૂર્ણં તદસ્તુ મે. અસતો મા સદ્ગમય તમસો મા જ્યોતિર્ગમય, મૃત્યોર્મામૃतं ગમય. ઓમ શાંતિઃ શાંતિઃ શાંતિઃ. કૃષ્ણાર્પણમસ્તુ.